एभ्रिवान कति काम 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 गर्ने होइन, कहिलेकाहीँ त आराम पनि गर्नु पऱ्यो नि होइन ज्यानलाई। त्यही भएर चाहिँ अहिले म बिदा मनाउनलाई चाहिँ यता थाइल्यान्ड आएको थिएँ होइन, केही सामान पनि लिन्छु प्लस बिदा पनि मनाउँछु होइन, एकदम इन्जोय गर्छु भन्ने सोचेर आएको थिएँ। यही आएको बेलामा चाहिँ मैले आफूले आफूलाई सानो सरप्राइज गिफ्ट दिने चाहिँ विचार गरेँ होइन। आइफोन लिने मलाई एकदमै निड भइरहेको थियो होइन, त्यही भएर चाहिँ मैले आइफोन 17 प्रो म्याक्स लिने विचार गरेँ होइन। भनिन्छ नि दुःख पछिको सुख, आफ्नै कमाइ आफ्नै मेहनतले चाहिँ किन्न पाउँदा एकदमै खुसी लाग्दो रहेछ होइन। तर पहिला पहिला हाम्रो पालामा चाहिँ त्यो अहिले आइफोन किन्ने पैसाले चाहिँ जग्गा नै आउँथ्यो नि त है, त्यो भएर चाहिँ एकदम माया पनि लागिरहेको थियो। झन् आमाहरूको पालमा त कतिवटा लैनो भैँसी पनि आउँथ्यो कि त्यो पैसाले होइन, त्यही भएर कति माया पनि लागिरहेको थियो है डलर वाइज कन्भर्ट गर्दाखेरि चाहिँ। तर ठिकै छ, आफूलाई एकदमै निड पनि थियो, त्यही भएर मैले किनेँ होइन। कतिजना कस्टमरहरूले चाहिँ मलाई भन्नुहुन्छ होइन पर्सनली आएर आन्टी के उताबाट सामान ल्याउँदा फाइदा हुन्छ सो हजुरहरू जानुभएको भनेर। सो होइन है, त्यस्तो चाहिँ होइन, म चाहिँ एकदमै इन्जोय गर्छु। अब एज पनि गइसक्यो नि त होइन, भनिन्छ नि एउटा गीत पनि छ नि, एउटा 40 कटेपछि रमाउला होइन, त्यो गीत अनुसार चाहिँ भइरहेछ कि होइन। अब चाहिँ इन्जोय गर्नु मन लागिरहेछ, त्यही भएर चाहिँ आएको बेलामा अब घुम्छु भनेर आउँदा चाहिँ एकदमै ठिक हुन्छ। आएको बेलामा केही सामान पनि लिएर जान्छु, मेरो त पसल पनि छ भन्ने हिसाबले चाहिँ जाँदा एकदमै ठिक हुँदो रहेछ। त्यही भएर चाहिँ आएको म चाहिँ घुम्नलाई होइन। हजुरहरू पनि आफूसँग पैसा छ भने चाहिँ मजाले घुम्न आउँदा हुन्छ, तर प्लिज 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 लोन गरेर होइन, अरूसँग ऋण लिएर या लोन गरेर चाहिँ पैसा एकदमै वेस्ट नगर्नु होला होइन। इन्जोय त अफकोर्स इन्जोय गर्नुपर्छ, एक बारको जिन्दगी हो, फेरि पनि दोहोऱ्याएर आउँदैन यो जिन्दगी। सो हजुरहरू पनि आउनुहोस्, इन्जोय गर्नुहोस्, तर ऋण गरेर है आफूले नसकी चाहिँ देखाउटी प्लिज नगर्नु होला होइन, यही भन्न चाहन्छु। र आफूले आफूलाई गिफ्ट दिँदाखेरि एकदम खुसी पनि लागिरहेछ, चलाउन पनि एकदमै एक्साइटेड छु। तर यहाँ चाहिँ त्यो सिम हाल्न नमिलेको भएर चाहिँ चलाउन मिलिरहेको छैन। एनिवे त्यो पनि फोटोहरू नयाँ नयाँ खिचेँ होइन। अब चाहिँ एसएस कलेक्सनको भिडियो आउँदा अलिकति राम्रो आउनेछ भन्ने आशाको साथै एकदम एक्साइटेड साथ अहिले चाहिँ बिदा हुँदैछु। थ्याङ्क यू सो मच, सी यू सुन, बाइ बाइ।